Hello, welcome back again to my YouTube channel. आज चाहिँ धेरै पछि यहाँ काठमाडौँको मौसम खुलेको छ, काम पनि मजाले लागिरहेछ। त्यही भएर म चाहिँ सर्ट राइडिङ भ्लग गरिरहेको छु। सबैले हेरेर इन्जोय गर्नु होला। धेरै नै भयो लागेर दिन नफुलेको चाहिँ, त्यही भएर धेरै दिनपछि यस्तो लैजानु हो कि के आनन्द हुने रहेछ। मजा आयो। जस रोड पनि खाली छ। लैजाने हो कि क्या हो डाँडा पारी। यो चिकन के गर्छ गाडी। म चाहिँ यता लेफ्टतिर लाग्नु पर्यो। यता चाहिँ अब झन्डा पार्क जाने हो। ल यो बाटो चाहिँ पुरै पहिला चाहिँ अफरोड थियो। अब अहिले चाहिँ ट्याक्कै पिच गरेछन्। अनि ल गजब भएछ ल। हो यहाँ फेरि बच्चाहरू कुदिरहेछन् बाटोतिर। यस यो हो नि त शैली। ल जे होस् बाटो चाहिँ पिच गरेर गजब गरेका छन्। हो यो बाटो चाहिँ बिहान चाहिँ म प्रायः जसो मर्निङ वाक आउँछु। अनि अबदेखि चाहिँ दिउँसो बेलुका चाहिँ इभिनिङमा चाहिँ इभिनिङ राइड गर्नुपर्ने हुन्छ। पर्ला जस्तो लागिरहेको छ मलाई। लाग्न चाहिँ हेरौँ कतिको सम्भव हुन्छ। माइक साउन्ड कस्तो आइरहेछ अनि भिडियो क्वालिटी भिडियो कस्तो आइरहेछ भ्युज कृपया हेरेर कमेन्ट गर्नु होला तल। अनि जे गर्न मन लाग्छ लाइक सेयर कमेन्ट सबै थोक गर्नु होला। ल पिच सकिएछ त यहाँबाट। ल बाइक बिग्रेर के भएको। तेल सकियो जस्तो छ। यस्तै हो राइडर भएपछि कहिलेकाहीँ। Okay, everyone, thank you for watching. Keep supporting. See you in the next vlog.